लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि साह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि साह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि साह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि साह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। धन्यवाद। मैले चाहिँ यो गीत हल्का प्रयास गर्दैछु गाइजहरू। अहिले अचेलभोलिको सुगर प्रेसर यो गाइजहरू त्यही अनुसारको गीत गाएको छु। यो चाहिँ राजु परियारकै हो, के अरे राजु लामाको। अचेलभोलिको सुगर प्रेसर यस्तै छ। मलाई पनि सुगर भएको चाहिँ करिब भइसक्यो 14, 15, 16, 17 महिनै भइसक्यो। थुप्रै भइसक्यो, वर्षै भइसक्यो। मलाई चाहिँ सुगर छ। त्यही भएर यसपालि अलि सुगर पनि बढिरहेको अवस्था छ। त्यही भएर यस्तो गीत गाइरहेको अवस्था हो। अब कन्ट्रोल त गर्दैछु गर्नु त। सुगर प्रेसर नहुने अचेलभोलि मान्छेहरू कमै छ। सबैलाई हुँदो रहेछ गाइजहरू, कुनैलाई भएन भने मात्रै। त्यही भएर यस्तो गीत गाइदिएको छु। मेरो व्यथा अनुसारको हो। मेरो आफ्नो आफैले सोचेर गाएको हो यो गीत चाहिँ। हजुरहरूले हेरिदिएर माया गरिदिनु होला। मेरो भ्युज पनि कम छ, बढाइदिनु होला। म चाहिँ सुगर पीडित डिकबहादुर गुरुङ है गाइजहरू, साथीहरू। म चाहिँ सुगर भएको मलाई चाहिँ भइसक्यो टन्नै। म चाहिँ सुगर पीडित डिकबहादुर गुरुङ। हजुरहरूलाई यसो गीत सुनाउँदैछु। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। लाखौं कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। यस्तो लाग्छ अब त बाँच्न पनि गाह्रो भो। यस्तो लाग्छ अब त
बाँच्न पनि गाह्रो भो लाखौँ कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो। धन्यवाद। मेरो चाहिँ आमा पनि बित्यो, भाइ पनि बित्यो, म एक्लै हो। बुवा हुनुहुन्छ, दिदी बहिनी 3 जना हुनुहुन्छ। म चाहिँ अहिले चाहिँ बुवा र म मात्रै छु। आमा र भाइ बितिसकेको। आमा बितेको त भइसक्यो 3-4-5 वर्षै हुनु लाग्यो। यस्तै छ गाईचारो टुरो म। कोहीको छोरा छैन, कोहीको छोरी छैन, कोहीको आमा छैन, कोहीको बाउ आमै छैन। मेरो चाहिँ भाइ र आमा गुमाएँ मैले। के गर्नु, म चाहिँ सुगर पीडित भएर नि बचिरहेको छु। दैवले नि लाँदैन रहेछ, यस्तै रहेछ। दैवले नि अब राम्रो मान्छे त खोज्दो रहेछ, लाँदो रहेछ टपक्क टिपेर। अब निरोगीलाई लाँदो रहेछ, हामी जस्तो रोगीलाई नलाने रहेछ गाईचारो। यस्तै गरेर जिन्दगी कटाइरहेको छु। सुगर पीडित, सुगर बढाइ छ गाईचारो। बाँच्नु पनि गाह्रो छ। त्यही अनुसारको गीत गाइदिएको छु। के कस्तो लाग्छ सुनेर साथ दिनु होला, धेरैभन्दा धेरै माया गरिदिनु होला। म टुरो दुखीको मुख हेरेर मेरो लाइक कमेन्ट सेयर गरिदिएर मेरो युट्युबको भ्युज बढाइदिनु होला। धेरैभन्दा धेरै जतिजना हुनुहुन्छ जोडिनु भएको छ सम्पूर्ण साथीहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब बेलैकी घन्टी बजाइदिएर लाइक कमेन्ट सेयर गरिदिनु होला। सब्सक्राइब धेरैभन्दा धेरै अझै पनि जोडिनु होला। धेरैभन्दा धेरै साथीहरू जोडिनु होला। अझै भन्दै अर्को भिडियोमा भेट्नेछु भन्दै नमस्कार, बाई बाई। अर्को भ्लगमा भेटौँला है गाईचारो।